जिम्मा होइन म त छोरी मान्छे म त पछि अर्काको घर स्याहार्न जानुपर्छ यो मेरो आमा हो म मान्छु तर म आमालाई स्याहार्यो भने मेरो जिन्दगी जान्छ नमस्ते त्यसैले म आमा स्याहार्न सक्दिनँ मेरो पनि जिन्दगी हो म पनि कुनै दिन केही हुन सक्छु तर म बुझ्छु तपाईहरुले बुझ्यो हो मेरो पनि पाल आउन आमा जस्तै हुने तर मेरो दिमाग हुनुपर्छ के पहिला पढ्नु सक्नु करियर बनाउनु छ के आमालाई स्याहारेर म यहाँ बसे भने त मेरो जिन्दगी त गयो त र पढौँ त्यही तिमीलाई मैले तिम्रो मम्मीलाई सधैँ स्याहार भनेको त होइन नि त एक हप्ता मात्रै कस्तो हुँदो रहेछ एक हप्तासम्म हेरौँ भनेको क्या मैले सस्तिका इल बस्छ पछिन काडम देनको सक्दैन क्या एक हप्ता हेरौँ अब औषधि दियौँ होइन अनि औषधि दिएर अनि एक हप्ताभित्र कस्तो हुँदो रहेछ भएन भने हस्पिटलले राखौँला होइन त्यतिसम्म बस न भनेको क्या तिमीलाई भनेको झन् सम्झाउनु नि कहिले लाग्दैन के खालको हुँदैछ अनि अब यस्तो छ तिमीहरूको दाइ भाउजू पनि काम गर्नै पर्छ काम नगरी हुँदैन यस्तो हेर्न मम्मीको हालत यस्तो छ अनि त्यही भएर पनि नजाउँ कान्छा दाइले तिमीले बोलाएर ल्याउ न त हामीले त गरेको ओखलडुङ्गा पनि गएको त पठाएको मानेन नि त कान्छा दाइ मात्रै होइन जेठा दाइ मात्रै होइन तिमीले यति हेऱ्यो भने यतिसम्म बस्यो भने तिमीहरूको त्यो मम्मी यस्तो हालत छ होइन बस्यो भने एक हप्तासम्म हेरौँ नि त औषधि दिएर उ गरेर हेरौँ क्या त्यत्रो अर्काको छोरीले यस्तो सासूले छोड्न स्याहारे हो कान्छी बुहारीले पनि स्याहार्न सक्छ अनि कान्छी बुहारी वास्ता गरेर यहाँ कुरा कार्य गर्नु हुँदैन यहाँ तुरुन्तै आउनु अरे भनिदिनु आउँछ अहिले आउँछ आएर कल्पना जाऊ न हामीले भनेको चाहिँ यस्तो क्या तिमीले एक हप्तासम्म मम्मीलाई यहाँ हामीलाई हेर्नुलाई मलाई गाह्रो हुन्छ होइन एक हप्तासम्म मम्मीको हालत यो छ है त्यही भएर एक हप्तासम्म बस तिम्रो पढाइ त्यो बेलामा भर नगरेन भने केही न केही उपाय गरौँ म पनि जान्छु सर म्यामसँग म पनि कुरा गर्छु भनेको क्या तिमी जसरी पनि पढ तर एक हप्ता चाहिँ पुरा न भनेको क्या एक हप्तासम्म हामीले यस्तो गाह्रो चाहिँ सक्दैन क्या